गाइस, सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। अनि आज मैले सुरुवात गरेको छु यो जङ्गलबाट है। अनि अहिले चाहिँ म पसलबाट घर झर्दैछु। अनि मेरो पसल चाहिँ रहेको छ यहाँदेखि अलिक माथि जानुपर्छ है। मेरो पसल चाहिँ अझै चराहरू कराएको सुनिरहनु भएको छ नि। यो देखिरहेको छ नि यहाँ, यो रोडको बाटो यहाँदेखि सट्टा गयो भने चाहिँ, अनि यो चाहिँ हामी मान्छे हिँड्ने बाटो भनौँ न, त्यो पनि मान्छे हिँड्ने बाटोबाट रोड हो। माय गॉड, क्या है ये। अनि यहाँदेखि चाहिँ हिँड्नुपर्छ। यो मलाई यो पिपलको बोट देख्दा नि के याद आउँछ, ओ मा के भयो यहाँनिर, कहाँ टच भयो क्या। यो पिपलको बोटमा देख्दा मलाई के याद आउँछ भने त्यो के याद आउँछ भने कुन फिल्म पो, त्यो सतीवाला के हो त्यो फिल्मको नाम पनि सायद त्यो पनि हो भयो होला पहिलेको जमानामा हैन। यो कस्तो लाग्छ भने त्यो फिल्मको नामै आएन बुझ्नु। यो सतीहरू राख्छ नि टक्क त्यो फिल्ममा बाजा बजाउँथे, सती नै होला हौ त्यो फिल्मको नाम हैन। त्यो फिल्मको याद आउँछ क्या। अनि अलिक बेलुकाखेरि म घर झरेँ भने चाहिँ मलाई यो बा यहाँनिर डर लाग्छ। यो बाटो मूल बाटो पनि हो कि मुर्दा हिँडाउने बाटो भन्दा त मलाई सिरिङ हुन थाल्यो। त्यो छ क्या हेर्नु भन्दाखेरि हाँस उठ्छ होला तपाईँहरूलाई। यहाँ आउँदा डर लाग्दैन होला होइन, मलाई पनि डर लाग्दैन, बाल लाग्दैन होइन। दिउँसो अलिक उज्यालोमा चाहिँ अनि अहिले त रिम भइरहेछ नि त। अनि आज पसलमा अलिक काम थियो, त्यही भएर म अलिक ढिलो झरेको क्या। कोही हुँदैन हौ बाटोमा, कोही कमिला चराहरू बाहेक। अनि अलिक तलतिरदेखि अब हाम्रो गाउँ पस्छ। अनि यो जङ्गल कटेपछि चाहिँ मैले पसल गरेको ठाउँ आउँछ क्या। अनि भ्लग गर्दै हिँडेको नि अल्छी लागेर बोल्ने साथी पनि कोही छैन क्या रे। अनि भ्लग गर्ने अनि बोल्ने है। अनि म डेली भ्लग गर्छु भन्छु है, तर के गर्ने, कहाँ जाने, उँभो गर्ने मात्रै हो। अनि त कसरी भ्लग हाल्ने। आज पनि म यो भ्लग पनि हाल्छु कि हाल्दिनँ होइन। म जे पाएँ त्यही बोलिरहेछु। अनि घरमा हेर्छु है, अनि आफूले हेरेपछि अनि हावा लाग्छ है, अनि म हाल्दिनँ। त्यही पनि यो चाहिँ हाल्छु होला सायद, हाल्यो भने है। हेरिदिनु होला पुरै। अनि नयाँ कोही हुन्छ भने सब्सक्राइब लाइक गर्नु होला भनेर चाहिँ कसले भन्छ है। म यस्तरी भ्लग बनाउँदा चाहिँ एक्लै बोल्दै हिँड्छु कि। अनि त्यही हो गाइस। अनि फाइनली म यस्तो कालो भएको छु कि भन्नु पनि शरम लाग्छ। Oh my God! Wow! मलाई गाउँ बस्नुको फाइदा गाई बस्नु भन्दैछ। क्या बोल्ती हूँ मैं। गाउँ बस्नु चाहिँ मलाई राम्रै लाग्छ होइन। यस्तो बाटो छ, राम्रै लाग्छ। यहाँको हावा पानी वातावरण है सब अच्छा गुड है। अनि सुनसान पनि टप निस्क्यो फेरि टप। यो टपको कहानी पनि धेरै लामो भइसक्यो मेरो। अब यो पहिले मेरो बच्चामा छिरेको कान माथि थियो है। अनि त्यो लगाउँदा चाहिँ टपहरू लगाउँदा तलमाथि झुम्काहरू लाउँदा आधो देखिने होइन। अनि म लाउँदिनँ क्या हतपत त्यस्तो झामक झुमुक लगाएर हिँड्नु सक्दिनँ। नर्मल टपहरू लाउनु सक्छु। अनि यो चाहिँ मैले ठिक्ककोमा कहिलेकाहीँ झुम्का सुम्का लाउनु पनि पर्छ नि त। अनि त्यो लाउँदाखेरि राम्रो देखियोस् भनेर चाहिँ मैले छिरेको होइन। अनि छिरेँ। अनि त्यसपछि मैले टप सब केही लाएन होइन अस्ति छिरेर, म त दुलो बुझिँदैन भनेर भरे भन्दा त अस्ति बुझिसक्यो। अनि यो फेरि छिरेको है। यस्तो छ यो, लाउनु पर्ने हुन्छ, यसलाई गोजीमा राख्छु है। त्यही पनि पाकिसकिसक्यो। म त्यस्तो खालको मान्छेमा पर्छु होइन। यस्तो लगाइराख्ने झुम्का लगाइराख्ने भए चाहिँ बाल लाग्दैन थियो होला, मलाई बुझिँदैन थियो होला। एक दुई दिन यो छिरेको लगाइदियो भने टप त्यही भयो भने तँ निस्केन भने निस्केन, नत्र फुकालिदिएर राखिदिइहाल्ने हो कि। अनि बजारे टप मेरोमा एकछिन पनि टिक्दैन, त्यस्तो हो है। त्यही भएर अनि म के भन्नु जाँदै थिएँ कि कस्तो गाउँ बस्नेको कुराहरू भन्दै थिएँ होइन।
अनि सब ठिक लाग्छ होइन। सबैभन्दा बेठिक लाग्ने चाहिँ बेठिक लाग्ने भनेको यहाँ स्किन कालो हुने, डढ्ने, पुरै डढ्ने, घिनलाग्दो नि हुने। यहाँ त ठिक छ, यहाँ बसिन्जाल त ठिकै छ होइन। अनि यहाँदेखि फुत्त बाहिर निस्क्यो भने यतै कतै गयौँ भने चाहिँ यस्तै धरान, गाईघाट, काठमाडौँ त म गएको छैन, जन्मेर यत्रो है। अनि त्यता गयो भने चाहिँ मान्छे छुट्टिहाल्छ क्या, यस्तो कालो देखिन्छ। अब यहाँ त सबै उस्ता हुन्छ नि त, बाल लाग्दैन। त्यता जाँदा चाहिँ एकदम खतरनाक हुन्छ क्या। अनि अहिले चाहिँ पानी पर्न थाल्यो क्या हो। अनि हाम्रोतिर चाहिँ अहिले मकैसकै गोडिसक्यौँ। म कति बोल्नु है, तपाईँहरूलाई यस्तो नजारा पनि देखाउँछु ल। म यता आइपुगिसकेँ, यो लगभग म रोडको बाटो जाइसकेँ है, सकिसक्यो। हाम्रो गाउँतिर चाहिँ मकै यतिको हुँदैछ गाइस। तपाईँहरूकोतिर कस्तो छ? यो गाउँलाई भन्छ हाम्रो रतन्सा भन्छ है। मैले एसी दिएको ठाउँ यहाँनिर यो ठुलो बिल्डिङ देखिँदैछ नि, त्यो साइड दिएको मैले एसी कति वर्ष भइसक्यो। यो बिचमा चाहिँ खोला छ, यहाँ चाहिँ हामी पहिले घाँस काट्न जान्थ्यौँ, पौडी खेल्न जान्थ्यौँ। त्यस्तो त खेल्दिनँ थियो, त्यस्तो त जान्दिँदैन थियो। हाम्रा घरका मान्छेहरूले, बाबाहरूले भागी जान्थ्यौँ, खोलैमा लिन आउँथे है। त्यस्तै छ कहानीहरू। अनि यहाँ लगभग हाम्रो गाउँ पसिसक्यौँ है। यहाँदेखि उँभो पनि हाम्रै गाउँ छ, यहाँदेखि तल छ। यो पुरै हाम्रो गाउँ हो तर होइन, हाम्रै गाउँ हो, बट मेरो घर चाहिँ एकदमै तल पर्छ। अनि यसलाई भन्छ रतन्सा गाइस। अनि यहाँ भन्छ, यसलाई भन्छ दोर्पा, दोबेला, के मगा होइन। म यो गाउँ त मजाले पुरै डुलेको छैन, अरू त के भन्नु कसम। अनि डुल्ने कामै पर्दैन, किन डुल्नु होइन। यहाँ त्यस्तो, यहाँ पनि हाम्रो गाउँ हो, छिमेकीहरू हो उहाँहरू पनि होइन। यहाँ त्यहाँदेखि हाम्रो गाउँ पसिसक्यो। अनि यहाँदेखि जानुपर्ने हुन्छ। मलाई दिदीले मेसेज गर्नुभयो, जमुना दिदी। अनि यस्तो कुराहरू हुन्छ है। म जाँदैछु, आज चाहिँ म लङ भ्लग हालिदिन्छु कि जेसुकै होस् होइन, केही छैन। तर हेरे पनि नहेरे पनि भोलि पर्सि म बुढी भयो भने पनि म आफै हेरिदिउँला होइन, त्यही हो। अनि पानी परेर बिहान चाहिँ बर्बाद भएको थियो, आज चाहिँ हल्का घामसाम लाग्यो। तर सबैभन्दा राम्रो कुरा चाहिँ है, धरानतिर ओभर गर्मी बढिसक्यो अरे हाम्रो भाउजूले भन्नुभएको। यहाँ चाहिँ जाडो नै छ। मैले पसल गर्ने ठाउँ चाहिँ अलिक लेख्यो हो नि त, अनि हाम्रो घर अलिक बेसी नै पर्छ। घरमा एक दिन शनिबार बसिन्छ, गर्मी हुन्छ, बस्नु सकिँदैन। पसलले गए भए हुन्थ्यो रहेछ जस्तो हुन्छ होइन। पसलमा चाहिँ अनि फेरि जाडो हुन्छ, त्यही कुरा सही छ। अनि त्यही हो, यति सानो थियो, यस्तो मजाले फुलेको थियो। मेरो त्यतिखेर फोनमा मजाले क्याप्चर गरिदिए जस्तो भएको थियो। टक्क यहाँ बसेर फोटो खिच्थेँ म, त्यस्तो भइरहेको थियो। तर के हान्नु, फोन थिएन होइन। ओए भन्यो लडेँ। अनि अहिले चाहिँ न्याउली कराएको छ, न्याउली कराउने सिजन। अनि तपाईँलाई म तपाईँहरूलाई दिक्तेल पनि देखाउँछु ल, तर यहाँदेखि मजाले देख्दैन। यहाँ चाहिँ दिक्तेल हो है, यो देख्दाखेरि हल्का छ नि, त्यो दिक्तेल हो। यहाँ हिमालहरू पनि देखिन्थ्यो, अहिले देख्दैन है गाइस। त्यस्तै हो, देख्नुहुन्छ। यहाँ मेरो दिपाको घर, यो घर खाली छ, अहिले अरू कोही बस्नुहुन्छ है। अनि यो हाम्रो गाउँहरू भइहाल्यो है, रतन्सा भन्ने गाउँ यताउति त्यस्तै पर्छ। अनि सँगै बिसाउने चौतारा भनेको म यही हो, यहाँ बस्नु मन लाग्छ मलाई चाहिँ। यो चौतारी हो म बिसाउने सही है। यहाँ प्रायः म यहीँ बिसाउँछु, बस्छु। मेरो घर त म तपाईँहरूले देखाइदिन्छु है, म कहाँ पुग्नुपर्ने छ भनेर। यहाँदेखि होइन सबै गाउँ हाम्रो यताको गाउँ चाहिँ बाक्लो छ, यो रुखहरूले छलेर देखिँदैन। हाम्रो गाउँ, मेरो घर पुग्नुलाई यो सेतो टिन लाउँदै गरेको छ अरे, लगाएको छ नि गाइस। यो हो मेरो घर चाहिँ। म यहाँदेखि झर्नुपर्ने हुन्छ, त्यति यहाँ हो के मेरो घर चाहिँ। सोच्नुहोस् मेरो घर त्यहाँ छ भनेर। यहाँ मेरो साथीहरूको घर छ।
डेली चाहिँ यत्रो उकालो हिँडेर आउँछु। यति भन्नलाई कठिन पर्ने मान्छे कि म धेरै बोल्नु सक्दिनँ होइन। मेरो प्रब्लम चाहिँ के छ भने भ्लग बनाउँछु है, अनि म सानो बोल्छु क्या। अनि त म भ्लग बनाइसकेपछि हेर्छु, अनि त्यसपछि त आवाज त छैन, यत्रो सुनेछ। अनि त्यस्तो भ्लग कसले हाल्छ होइन। त्यस्तो खालको प्रब्लमहरू छ। ठुलो बोल्नु पनि छ, एक्लै हुँदा पनि म सक्दिनँ क्या, बुझ्नु भएन। तर म नानाको अगाडि चाहिँ बोल्नु सक्छु, किनकि नानाको अगाडि म न्यु खोज्नुपर्छ। अनि नाना र मेरो चाहिँ आवाज ठुलै निस्किने हो त्यतिखेर चाहिँ। अनि गाइस अहिले चाहिँ आल्चाको सिजन छ। यसपालि मैले कति वर्षपछि आल्चाहरू चाहिँ मजाले खानुपर्छ। मैले त कलिलेदेखि खाइसकेँ हो, कलिलेदेखि खाँदैछु। भन्दा अस्ति तितो हल्का अमिलो पस्दा पनि म त बोकेरै पसल गइदिन्थेँ। यहाँको आल्चा टिपेर, यहाँ गाउँमा त केही हुँदैन होइन, टिपेर खायो सबै आफन्तहरू, छरछिमेकीहरू गर्नुहुन्छ नि त गाइस। त्यही भएर म अहिले आल्चा टिप्न चाहन्छु तपाईँलाई फेरि। थुथु चाहिँ गर्नुपर्ने हुन्छ कि, किनकि अहिले साँझ परिसक्यो नि, त्यही भएर हाल्छ। यहाँ चाहिँ बारीमा यस्तो मजाले खुला फुलेको छ क्या, के भन्ने कुरै छैन। त्यस्तो बारीतिर फुलिदिन्छ, घरतिर त झन् फुलै फुल हुन्छ भनेर भन्न पनि सक्दिनँ। मैले आल्चा खाइसकेँ होइन। अनि म के भन्न चाहन्छु भने घरमै गएर अब भ्लग बनाउँछु। म भिडियो चाहिँ धेरै लामो भइसक्यो होला, त्यही माथि म मेरो भिडियो हेर्ने मान्छे धेरै छैन। फाइनली म चाहिँ घर आइपुगेँ है। यो चाहिँ मेरो घर है, यो मेरो पुरानो घर होइन, मेरो नयाँ घर पुरानो घर थियो है। त्यो मेरो घरको फोटै छैन होला, म तपाईँ देखाउँछु। यो घर योभन्दा ठुलो छैन। त्यहाँ चाहिँ हामीले बचपन बिताएको, बालापन र बचपनमा के फरक पर्छ अरे क्या। अनि यो घर हामीले खै कति क्लासकोमा पढ्दाखेरि भुइँचालोको पालामा बनाएको हाम्रो कोठ। फाइनली म घर आइपुगेन गाइस। अनि त्यसपछि यो चाहिँ हाम्रो हामीले बनाएको घर भनौँ न होइन। योभन्दा पहिलेको घर चाहिँ हाम्रो बाबुआमाले बनाएका थिए, हुनु भएको थियो है। संस्कारी हुनुपर्छ नि गाई। अनि यहाँ रुम खुल्लै रहेछ, को छ को? आमा के गर्नुहुँदैछ? जान सिप्ताको? अनि ओ माई गड, मेललाई आएन आज, बाइक आएछ तिनीहरू।